I'm making a coffee. So it's like sugar, coffee, glass, and water. So today I'm making coffee. So I'm taking coffee, sugar, and glass and water. So it was like this. Sugar, 1 tablespoon sugar, and coffee. And small amount of water. Small amount of water. हामीलाई चाहिँ फिट्ने छौँ है अब एकदम राम्रोसँग मजाले फिट्ने यसलाई जबसम्म यसको त्यो क्रिमी टेक्सचर हुँदैन तबसम्म फिट्ने मजाले यसलाई I will just make a time lapse. So right now, I'll just show you the texture of coffee, okay? So the texture is like this now. I think it's ready now. So I'm gonna pour some water. So let's go. मैले माथिबाट किन खाएर छ एकदम राम्रो मिठो स्वाद लाग्दै भएर सरी स्पेशली सानो भएर डिपेन्ड भइरहेको छ कफीमा तर इट्स ओके त्यो कफीको त्यो हामीले फिटेर त्यो क्रिमी टेक्सचरले गर्दा यस्तो भएको क्या त्यो फर्महरू आउँछ अनि टेस्ट पनि अलिकति मिठो हुन्छ त्यही भएर जस्ट अलिकति बिट अलिकति चाहिँ याद गर्नुपर्ने हुन्छ कफीमा तर एकदमै यु विल पे अफ योर हार्ड वर्क एकदमै क्रिमी टेक्सचरले गर्दाखेरि मेरो स्वाद पनि मिठो हुनुहुन्छ सो दिस वान सो यु क्यान इन्जोय योर कफी लाइक दिस थ्याङ्क यू चेक आउट आवर न्यू ब्रान्ड क्याटरपिलर जुस लिक्विड Hello. So as a video, so what I'm gonna explain is about my Japanese language learning process. It's a random vlog. I hope you will enjoy it. So I'm gonna show about my Japanese language process. It's been about 6 months since I have been learning a Japanese language, and I have completed my N5. I just recently finished my N5 learning. So let's start. So this one is a test paper. This will be provided by the Japanese school, and yeah, damn the sign up. Well, just recently N5 चाहिँ मैले सकाएँ र ग्याप भएको छ 2 months जति ग्याप भयो अनि फेरि म अहिले N4 कन्टिन्यू गर्दैछु तर मैले N5 चाहिँ सकाइसकेँ एन्ड यो चाहिँ टेस्ट पेपरहरू एक्जाम पेपरहरू अनि Sensei will provide it one, teacher will provide, and your kanji ko test haru cha यसमा चाहिँ and lesson 1 to lesson wise question haru हुन्छ you just have to answer it. Translation haru हुन्छ kanji ko भयो त्यो so this one is my so as you this is just a random blog and about my Japanese learning and यो चाहिँ इट्स लाइक अ क्रिएटिभ कपी भनौँ न यो चाहिँ म चाहिँ प्रोसेसहरू देखाउँदैछु मैले चाहिँ कसरी चाहिँ लर्न गर्छु भनेर त्यो प्रोसेसहरू देखाउँछु तपाईँहरूलाई सो दिस वान इज जापानिज कपी लाइक मैले चाहिँ यसमा चाहिँ गीतहरू लेख्छु क्या गीतहरू पोमहरू जापानिजबाट लेख्छु नेपालीमा पनि छ इङ्ग्लिसमा भयो मेनली चाहिँ यो जापानिज पोमहरू बनाएको यो कपी हो क्या मैले चाहिँ and it was provided me by the teacher, my teacher. Thank you, Sensei. So this one is N5 meaning book also N5 book, and this one is N5 book itself. Yeah, you can just check out. I've just made I'm a huge fan of the Ghibli Studio, so I have made Ghibli Studio here. Is it good?
So this one is an N5 book. यो चाहिँ N5 बुक हो. मैले N5 भनेको नि हो, यो N5 बुक हो. I have just completed the all chapters. यसमा चाहिँ 1 देखि 25 वटा लेसन्स हुन्छ. It means that it is like 25 लेसन्स. त्यसमा पढ्नुपर्नेहरूको मिनिङहरू चाहिँ यसमा हुन्छ. भन्नु खोजेको यसमा युज हुने शब्दहरूको चाहिँ मिनिङहरू चाहिँ यसमा हुन्छ. 25 लेसनकै मिनिङहरू हुन्छ यसमा. I have remembered this all मिनिङहरू. अनि अलिक गाह्रै छ जापानिज पढ्नलाई. त्यो मिनिङहरू सुरुमा गाह्रो हुन्छ. हिरागाना कातागानाहरू सिक्नुपर्छ सुरुमा. यसमा चाहिँ छ हिरागाना कातागाना फर्स्ट लेसन्समा हुन्छ. And it's like this. यस्तै भयो. अनि त्यसपछि मैले अनि each and every to मान्छे अनुसार हुन्छ अब कसरी पढ्नुहुन्छ भनेर होइन. इट्स डिपेन्ड अपन द पर्सन हाउ यु स्टडी रहेछ. कसैको माइन्ड अलिक सार्प हुन्छ, कसैको अलिकति स्लो हुन्छ. मेरो कन्टेक्समा चाहिँ इट्स रियली स्लो. सो आई हेभ टु गिभ एक्स्ट्रा इफोर्ट फर माई लर्निङ प्रोसेस भनौँ न. मलाई एउटा शब्द याद गर्नलाई पनि धेरै समय लाग्छ. अनि त्यो भएर मैले अलिकति धेरै मिहिनेत गर्नुपर्ने हुन्छ अरूको भन्दा चाहिँ. अनि लेसन्स इच एन्ड एभ्री लेसन्सको मैले चाहिँ यसरी लेख्ने गर्छु क्या. इच एन्ड एभ्री सबै कपी भर्ने गर्छु क्या मैले चाहिँ. सो यसरी भर्ने गर्छु. सो दिस वान इज अ रफ कपी. आई मेक अ डिफ्रेन्ट भन्यो भने नि आई मेक अ डिफ्रेन्ट. जस्तै एउटा नोट कपी भयो, अनि क्लासवर्क रफ कपी हुन्छ, अनि एउटा एक्सट्रिम रफ कपी भन्नुहुन्छ कि त्यसमा चाहिँ मैले मिनिङहरूको एकदम लेख्छु क्या यसो मजाले. आई हेभ जस्ट फिनिस्ड त्यो भयो रफ कपी होइन. यसमा and this classwork rough copy so this one is classwork rough copy. Classwork rough copy. This one is मैले पोइम पनि ल्याएको छु. अहिले पछि पढेर सुनाउँछु है पोइम चाहिँ. So this is the same as documentation. Yeah, it's really tasty. And another is this one is my note copy homework note copy. Sorry. यसमा बुकको एक्सर्साइजहरू हुन्छ त्यो चाहिँ मैले यसमा लेख्छु. This one is my सेन्सर यसरी हुन्छ. ठ्याक्क गोलो गोलो लगाउँछ कि. गोलो भनेको चाहिँ करेक्ट हो क्या. This one. कुनै कुनै मिस्टेकहरू हुन्छ तर मैले चाहिँ इच एन्ड एभ्रिथिङ चाहिँ ट्रान्सलेसनहरू गरेर नै गर्छु. त्यसमा बुकहरूको बुकमा जापानिजमा लेखेको हुन्छ, जापानिजमा लेखेर अनि फेरि नेपालीमा ट्रान्सलेट गर्छु त्यसलाई. सेन्सले पनि त्यसरी गर्नु भन्नुहुन्छ. त्यही भएर दिस वान इज नोट कपी, होमवर्क नोट कपी. अनि दिस वान इज अ नोट कपी जुन चाहिँ सेन्सले लेखेको हुन्छ नि. आई विल जस्ट कपी डाउन इन दिस रफ कपी. रफ कपीमा चाहिँ मैले क्लासवर्क रफ कपीमा चाहिँ नोट डाउन गर्छु अनि घरमा आएर फेरि नोट बनाउँछु कि सेपरेट नोट कपी. सो त्यसमा म चाहिँ कसरी बनाउँछु भने अब एउटा एक्सट्रिम रफ कपी भयो. त्यसमा एक्सट्रिम रफ कपी जुन मिनिङहरू लेख्ने मिनिङ मात्रै लेख्ने यसमा चाहिँ. अनि त्यसपछि क्लासवर्क रफ कपी जुन सेन्सरले लेखेको कुराहरू चाहिँ यसमा नोट डाउन गर्छु. अनि त्यसलाई फेरि आएर अनि अर्को नोट कपी बनाउँछु. सो त्यसमा माई सफ्ट कपी भनौँ न, एकदम नोट कपी राम्रो बनाएर जुनमा चाहिँ त्यो ग्रामरहरू हुन्छ त्यो लेखाइदिएको एक्सप्लेन सेन्सले एक्सप्लेन गरेको यसमा हुन्छ. एन्ड अनदर इज त्यही भयो म कपी भएर यस्तै छ. एन्ड अनदर इज खान्जी. खान्जी सेन्सले भन्नुहुन्थ्यो क्या खान्जी भनेको चाहिँ के भने खान्जी भनेको चाहिँ जापानिज भाषाको भान्जी हो भन्नुहुन्थ्यो क्या. इट मेक्स सेन्स नो. This one is kanji book, right? And kanji. Kanji. Baba Risa. Some kanji. Kanji book. Yeah, kanji book. It's really difficult. Kanji भनेको चाहिँ अलिकति डिफिकल्ट हुन्छ. खान्जी भने के कुरा
खान्जीले नै अलिकति डिफिकल्ट भनेको अनि ज्वरो आउँछ खान्जी पढ्दा चाहिँ लर्न गर्दा चाहिँ एकदम डिफिकल्ट हुन्छ है खान्जी भनेको चाहिँ त्यसमा चाहिँ खान्जी यसको लागि पनि मैले रफ कपी बनाउँछु है एन्ड यसको नोट कपी यो चाहिँ नोट कपी भइहाल्यो त्यसमा चाहिँ खान्जी नोट कपी एन्ड वाट यु हेभ फर यर जिरा सेन्सर मिनातोको हजुरले नारुटो हेर्नुहुन्छ नारुटोको यो त्यसमा चाहिँ खान्जी रफ कपी भन्नु अन्त सो यो मैले यसरी गरेँ सबै भएको छु यसरी माई गड म्यान सो अनि क्लासमा साथीहरूले पनि के भन्छ भने दिदीहरूले दिदी बहिनीहरूले भन्न अब क्लासमा चाहिँ के भन्छ नि अचम्म मान्नुहुन्छ कि मैले प्र्याक्टिस गरेर त्यहाँदेखि लेख्छु नि त मैले कसरी लेख्छ भन्नु त्यही भयो सरी त्यसमा खान्जीको भयो खान्जी अलिक गाह्रो हुन्छ त्यो अलिक एक्स्ट्रा मेहनत गर्नुपर्छ खान्जीको लागि चाहिँ किनभने एक्सप्लेन गरेँ खान्जीको अन्त नोट कपी मैले देखाउँदैछु सर सो त्यसमा चाहिँ इप्पो खान्जी नेमर इप्पो सो लेट यु नो द्याट आई एम फ्यान अफ एनिमी अल्सो म चाहिँ एकदमै एनिमी मनपर्छ म त्यो बुझ्छु यो किमिनो नामाको your नेम भन्ने है यो क्यारेक्टर जस्तो मैले नाम बिर्सेँ तर के थियो अनि यो रफ कपीहरू नर्छ मैले जुन अघि रफ कपी भने त्यो चाहिँ रफ कपी हो आई हेभ जस्ट फिनिस्ड अल द बाई राइटिङ यो सबै मैले भइसक्यो लेखेर यो भइसक्यो एन्ड यो यसमा नि रहेछ मैले पोमहरू चाहिँ धेरै लेख्ने गर्छु क्या When the sun shines on the seas, I think of you. When the dim light is on the spring, I think of you. Oh, के भन्ने has मैले. Her Majesty is a pretty nice girl, but she doesn't have a lot to say. Her Majesty is a pretty nice girl. She changes day to day. I wanna tell her that I love her a lot, but I gotta just get it full of wine. So it's a Beatles song. Her Majesty is a pretty nice girl. Someday I'm gonna make her mine. Oh yeah, someday I'm gonna make her mine. Beatles को song हो मैले लेखेको पोमहरू फ्रन्ट पेजमा मैले लेखेँ सो दिस वान इज रफ कपी मैले यो पनि पढेर सकेँ यो जीको सेउ खाएको इन्ट्रोडक्सन कपी भएको चाहिँ सुरुमा यो प्रोभाइड गर्छ इट विल टिच यु टु इन्ट्रोड्युस अबाउट युर सेल्फ भन्नुमा त्यो त्यसपछि आउँछ त्यो रफ कपीहरू छ त्यो रफ कपी चाहिँ मैले अलि धेरै लेखेर सकाइसक्यो भनौँ न त्यो दिमाग अलिक स्लो छ त्यही भएर एक्स्ट्रा मेहनत गर्नुपर्ने हुन्छ है अनि आउँछ यो भनेको चाहिँ स्किल टेस्टको लागि हो यो चाहिँ पछि पढ्नुपर्ने हुन्छ त्यसको धेरै एक्सप्लेन गर्नुपर्ने जस्ट जेएफटी एक्जाम पास भएपछि हामीले यो पढ्नुपर्छ भनौँ न यसको बारेमा चाहिँ पछि बुझ्छु म तपाईँहरूलाई त्यो भन्नुपर्ने मैले नि पढेको छुइनँ क्या त्यही भएर एन्ड अनदर थिङ इज एन्ड नाउ बुक धेरै भयो यसमा अर्को पार्टमा आउँछ यो अर्को चाहिँ मैले बिर्सेछु म त्यो बुक लिएर आउँछु है So this one is a pencil, right? I three box. I have 4 box. I will try bring. There's 3 box on that. So
सो यो पेनहरू चाहिँ सबै मैले लिएर सकिसकेँ होइन इट्स अल इम्टी क्या दिस बक्स सो empty here. Just finished. I have just finished this one during learning. यहाँ चाहिँ अलिकति 1 वर्ष अरूभन्दा चाहिँ मलाई एक्स्ट्रा किनकि अलिक माइन्ड स्लो छ त्यही भएर दिस वान फिनिस भइसक्यो एउटा बक्समा 30वटा जति पेन्सिल हुन्छ त्यही अनि 20वटा हो नि कति यहाँ 20वटा जति पेन्सिल हुन्छ पेन हुन्छ मैले सकाइसकेँ भनौँ न त्यो बक्स सकाइसकेँ भनौँ न अनि एन्ड4को बारेमा कुराहरू चाहिँ अब एन्ड4 भनेको चाहिँ मैले आइम जस्ट स्टार्टिङ आउट एन्ड4 and here is the N4 book. It's meaning book. It's meaning book. यो मैले अब स्टार्टिङ गर्दैछु N4 को चाहिँ अब गर्नु एन्ड अघि N5 को कुरा भने जस्ट लेसन 1 देखि 25 सम्म N5 भयो एन्ड दिस वान इज N4 लेसन 26 बाट स्टार्ट हुन्छ एन्ड आई एम स्टार्टिङ दिस वान नाउ अलिकति गाह्रो छ मिटिङहरू लामो हुने रहेछ भन्दा गाह्रो पनि छ जस्ट 2 मन्थ जति ग्यापै भयो मैले पढ्नै छोडिदिएँ क्या बिचमा फेरि म कन्टिन्यू गर्दैछु and through this video and I will just explain my Japanese language process and the random blog and I can't copy खोज जाते हैं तल खसेको छ so this one is a meaning book हैन meaning book हो N4 को and this one is my homework copy. So this one is also from Ghibli Studio by Hayao Miyazaki. Obviously, I'm a huge fan of him. My idol थियो Japanese note copy भयो चाहिँ homework note copy हो नि note copy हो या त्यही हो so आजको भिडियोलाई त्यति नै हो हैन I'm just telling you it's just a random vlog 15 मिनेट भइसकेछ this is my Japanese language learning process को random vlog हो यो चाहिँ I will just share my Japanese language process my improvement about Japanese language म तपाईहरुलाई पछि जापानिज अलिअलि बोलेर पनि सुनाउँछु कति जानेको छु भनेर जापानिज भिडियोको भ्लग मात्र बनाएर हैन बोल्न नि पसन्द जान्दिनँ त्यति देखाउँदैन अलिअलि आउँछ त्यही पनि I will just try to make a content about my Japanese language process and other my creative things just like poems and guitars, anime, movie, cinema, photography, videography, and about coffee.